अहिले त तिमीहरूलाई यो जस्ट मुभ गरेको हेर, यो मुभ गरेको एउटा दुईटा देखिन्छ। लाइभ यो अलिकति अझै पनि सड्यो भने देखाउँछ। यो ठाउँबाट अर्को ठाउँमा मुभ गरेको। अब यसलाई हामी ग्राम स्टेनिङ गरेको भए अनि थाहा हुन्छ कि यो कुन कलरको हो, स्टेन रिएक्सन कस्तो लिइरहेछ। जुन दिन हामी ग्राम स्टेनिङ गराउँछौँ नि त्यो दिन हेरौँला सबैले।